के गर्नु बाइक किनेपछि पैसा दिनको लागि खुन पसिना गरेर एक गरेको यो यहाँ जम्मा गरेको पैसा अब फुटाउनु पर्ने भयो हैन हेरौँ कति जम्मा भएको रहेछ बन्दैछ नेपाल नेताहरूले नेपाललाई टिक्लु बनाए एउटा पनि छोडेन कपाल बन्दैछ नेपाल What's up guys, welcome back to my channel. It's me Easy Pablo अनि आज जाँदैछु म इटरी यही बाइक पास गर्न जानु लागेको हैन अनि यो बाइक चाहिँ साथीको साथी तिमीलाई के भन्नु छ मेरो भ्लगमा एक दुई शब्द के भन्नु अब राम्ररी लिएर चलाउनु राम्ररी प्रगति गर्दै जानु अघि पनि हैन देख्न पाम फेरि हैन साथीले ल यही छ मेरो त्यो तिमी खुसी छौ नि साथीलाई एकदम ह्यापी साथीले कस्तो रहेछ त बाइकको कन्डिसन एकदम खासै ठिक त छैन के बनाउने हो नि त यसलाई ल गाइस बाटोमा भेटौँ यस्तै हो त्यही हो अरु त केही पनि छैन नयाँ कुरा दिललाई आउनु हुँदैछ उतातिरबाट त्यही हो ल गाइस ल लागिसक्यो है सर इटरीतिर अगाडिको सिन यस्तो छ हबिबी कम टु नेपाल होरोको गाउँ इटरीमा आइसकेको छौँ हामी सायद मलाई चिन्नेन होला म यो तपाईहरुको इजी पाब्लो इटरी अरे उल्लाबारी इटरी भनेछु उल्लाबारी है गाइस हेलो गाइस आज चाहिँ धिमालहरुको मेला 10 बिघे मेला रहेछ हैन हेर्नु सक्नुहुन्छ कति छ मान्छेहरु धेरै मान्छेहरु रहेछ 10 बिघे मेला रहेछ धिमालहरुको हैन निस्किनु पाइएन भरे आउँदाखेरि साथीले रहर गरेर निस्किने अरे भरे हो त भरे आउँदाखेरि सोल्टिनेहरु तानेर जाने हो नि फटा साथी कहाँ त्यस्तो काम गरेर हुन्छ हौ काममा फोकस गर न अहिले सबै पढ्ने नै छौँ है छैनौँ कसैलाई इन्ट्रेस्ट लाग्छ भने आउँदा हुन्छ है म त म्यारिड नभए पनि सिंगल चाहिँ छैन है गाइज हेर्नु हुस्से लागिसकेछ हैन नेताहरूले यस्तो दामी बनाउँछ कि बाटो चाहिँ हेर्नु बाटोमै हुस्से लाग्छ यस्तो घाम लागिरहेछ हैन तर पनि पुरा हुस्से लाग्यो हेर्नु अगाडि केही देख्नु भएको छ अगाडि केही देख्नु भएको छैन नि हैन वाउ झापामा हुस्से लाग्यो है झापामा हुस्से लाग्यो गाइज झापामा हुस्से लागिसकेछ है झापामा हुस्से लागिसकेछ व्हाट्सअप गाइज म चाहिँ तपाईहरुको सहर इटरी सहरमा आइसकेको छु अनि इटरी सहरको भिडभाड प्यापु ब्लिप चिप खिप सिप हेरौँ ल गाइज हामी चाहिँ यातायात भित्र आइसकेको छौँ इटरीको यातायात भित्रको सिन चाहिँ यस्तो छ यातायातमा आएर काम हुँदैछ अनि यहाँ बाइक चेक हुँदैछ कान्छीले बाइक चेक गर्दैछ यो चाहिँ यातायात हो इटरीको यस्तो छ नजारा अनि गलेर फाक भइसक्यो बाटोको धुलोले आमामा के कुरा गर्नु पुरा हुस्से लागिरहेको थियो अनि खाना पनि नखाइकन आएको थियो अब एकछिनमा खाने हो अनि अब यहाँ छिटो छिटो काम सकेर जाने हो यहाँ बाइक चेक हुँदैछ कस्तो अन्त सुती गरे हो त सुती गर्ने हो त यो 23 नम्बर वाक्कै पार्ने रहेछ ल हेर्दै गरौँ है त ल गाइज हामी चाहिँ यातायातबाट निस्किसकेको छौँ होइन अनि बाइक मेरो नाममा पास भइसक्यो अनि ठिकै छ अब निस्किदिउँ सिधै अब खाना खानको लागि जान्छौँ होइन इटरीको थकाली कहाँ छ त्यो हेर्दै जान्छौँ अनि अहिले साथीलाई कस्तो फिल भएको छ त्यहीँ पुगेर सोधपुछ गरौँला अहिले राइडमा छ बाइक कुदाउँदाखेरि राइड गर्दाखेरि एकदम ध्यानपूर्वक कुदाउनु पर्ने हुन्छ है सबैजनाले लाइसेन्स बिना बाइक नकुदाम तर मेरो चाहिँ छैन ठाउँमा आइसकेको छौँ अनि भुगाले फाँक भइसकेको थियो अब खाना खानेको लागि यो होटेलको नाम त थाहा भएन तर यहाँ इटरीको होटेलमा छिरिसकेको छौँ अब त्यही हो बाइक साइक पास गऱ्यो अनि पास गरेर फर्क्यौँ अनि साथी के भन्नु छ तिमीलाई बाइक बेचेर कस्तो फिल भइरहेछ मलाई अब कस्तो फिल भन्नु अब ठिकै भइरहेछ अब अहिलेसम्म त होइन अब भोलिको दिन हेरौँ साथीले पनि प्रगति गर्दै जानु होइन युट्युब च्यानल अगाडि बढाउनु अरू के भन्न चाहन्छु अहिले यति सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु होइन फलो एन्ड सब्सक्राइब सबैजनाले ल हस् त अब खाना खाँदै भेटौँला ल सट्ट खाना आइसक्यो होइन अलिक नजिकबाट देखाइदेऊ साथी यो चाहिँ मटन हो होइन तातै रहेछ अनि खाना आयो ल
खाए ल यता चाहिँ म टक्क होइन सेयर एन्ड सब्सक्राइब गरिदिनु होला हाम्रो साथीको भ्लगमा ट्याक्क लाएर है गाइजहरू ल साथी थालौँ त तपाईँहरूले खानुभयो कि भएन मैले चाहिँ खाएँ है त मजा अनि इटरी चोकमा चाहिँ लाइट अनुसारले जानुपर्ने रहेछ हामीलाई थाहा भएन हामी चाहिँ सुट्ट छिर्दिउँ ट्राफिकले रोकायो नरोकाइकन भाग्दिउँ ल है त अहिले बाटोमा भेटौँ ल फर्केर हामी बेतना सिमसार आइसक्यौँ गाइस अगाडि हेरौँ बन्दैछ नेपाल बन्दैछ नेपाल नेताहरूले नेपाललाई टिक्लु बनाए एउटा पनि छोडेन कपाल बन्दैछ नेपाल बन्दैछ नेपाल बन्दैछ नेपाल बन्दैछ नेपाल नेताहरूले नेपाललाई टिक्लु बनाए एउटा पनि छोडेन कपाल बन्दैछ नेपाल बन्दैछ नेपाल हेरौँ न कुरा हो खाम्बा बनाएको छ लाइट हाल्ने तर लाइट छैन क्या चार्जर केही छैन अनि त्यस्तो पनि हुन्छ के जे गरिदिने जे मन लाग्छ त्यही गरिदिने केही भन्दैन भन्दैमा त्यस्तो त भएन नि यार त्यस्तो चाहिँ नगर त जे पाए त्यही जे मनमा आयो त्यही हेर छ त दमकमा आइसकेको छौँ हामी दमक अलवेज दामी बल्ल आनन्द भयो यार चाक दुखेर मर्ने बेला भइसक्यो बस्दा माम्पाका फाइनली दमक आइपुग्दा कस्तो फिल भयो साथी तिमीलाई दामी दामी यहाँ बसले झन्डै मारेको थाहा छैन दामी झन्डै ठुलोले चाहिँ झन्डै मार्नु नेताज्यू दमकलाई हारे बाटोलाई छिटो बनाउनु पर्यो है ठेकदारहरू धेरै नखाइकन बुझ्नु पर्यो कुरा जनतालाई सुविधा दिउँ ल गाइज अब के गर्नु बाइक किनेपछि पैसा दिनको लागि खुन पसिना गरेर एक गरेको यो यहाँ जम्मा गरेको पैसा अब फुटाउनु पर्ने भयो होइन हेरौँ कति जम्मा भएको रहेछ के भएको रहेछ सानो अब मैले फुटाउँदैछु के गर्नु तिर्नै पर्छ बाइक किनेपछि होइन अर्काएर हुँदैन कसैलाई खुन पसिना गरेर एक गरेको पैसा हेर्नुहोस् है गाइज कतिजनालाई कति तिर्नु छ होइन यति मात्र एक वर्षमा मैले यति मात्र जम्मा गर्नु सकेछु होइन यहाँ कति छ झप्प छ त अनि ₹16,100 गाइस एक वर्षमा मैले 16,100 रुपियाँ जम्मा गर्नु सकेछु होइन अनि अब आजको भिडियो यहीँ सकिन्छ होइन अर्को भिडियोमा भेटौँ जाने बेलामा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला म तपाईहरुको इजी पाब्लो हस् त्यही भन्दै यो भिडियोलाई सकाउनेछु अर्को भिडियोमा भेटौँ राम्रो नराम्रो लाग्यो पनि यहाँसम्म हेरिदिनु भएकोमा हजुरहरु सबैजनालाई धन्यवाद हस् त गाडी पास गरेर आइयो होइन
अनि म चाहिँ नुहाउनुको लागि लुगा खोलेको छु यहाँ छ। अनि यो पैसा म उसलाई हस्तान्तरण गर्नु जाँदैछु होइन बाइक धनीलाई जसको बाइक थियो अनि अहिले मेरो भयो होइन। अनि यो पैसा म उसलाई हस्तान्तरण गर्न जाँदैछु। अब यो केही शब्दहरू भन्न साथी। ल है त गाइज आजबाट मेरो प्यारी बसन्ती उसलाई सुम्पेको छु। अबको दिनमा उसले मेरो साथी जिग्रीले अब राम्रो प्रगति गर्दै जान्छन् होइन। उहाँको च्यानलमा लाइक एन्ड सब्सक्राइब गरिदिनु नभुल्नु होला भन्न चाहन्छु। तिमीलाई शुभकामना छ यो पैसाले राम्रो काम गर या कतै केही छ भने राम्रो ठाउँमा लगाऊ। तिमीलाई शुभकामना छ है। थ्याङ्क यू यार। ल सेम टु यु तिमीलाई। ल तपाईँहरूलाई पनि शुभकामना छ। स्वस्थ रहनुहोस्, राम्रो रहनुहोस्, राम्रो काम गर्नुहोस्, नराम्रो काम नगर्नुहोस्। त्यही भन्दै जाँदा लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला। हस् त नमस्ते, धन्यवाद।